राधे राधे सम्पूर्णलाई नमन गरेको छु। सधैँका झैँ आज पनि म उपस्थित भइसकेको छु तपाईको माझमा, तपाईको बीचमा, तपाईको दैनिक राशिफल लिएर 2082 साल चैत महिनाको 24 गते मङ्गलबारको दैनिक राशिफल। मेष राशि, रोकिएका काम बढ्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न भौतिक साधन जुट्ने छन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त होला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनेछ। रस रागमा आकर्षण बढ्नेछ। आजका लागि शुभ अङ्क 2, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक घरबाट बाहिर जानु छ भने आज ओम कुम कुजाय नमः यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। वृष राशि, व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ, तर दौडधुप भने बढ्न सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। बेसुरुमा वचन दिने बानीले दुःख पाइनेछ। ध्यान राख्नुहोला। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्त्वकांक्षी योजना गोप्य राख्नुहोला। यस वर्चस्व बढ्नेछ। धन सम्पदामा बढोत्तरी हुने देखिन्छ। आजका लागि शुभ अङ्क 3, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम बालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा पनि 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मिथुन राशि, कार्य सम्पादन क्षमतामा बढ्ने तथा बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिएला, तथापि केही अवसर फुत्कन सक्छन्। सचेत रहनुहोला। गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ। आरोग्य बल बढ्नेछ। मिठो भोजन प्राप्तिले सुख सन्तोष वृद्धि गर्ने देखिन्छ। रस रगात्मक काममा आकर्षण बढ्नेछ। आजका लागि शुभ अङ्क 1, शुभ रङ रङ्गी बिरङ्गी छिरिबिरी बुट्टे, शुभ दिशा पूर्व हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा पनि 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कर्कट राशि, आजको दिन चुनौतीहरू स्वतः हट्ने छन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन्। धन बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा मान सम्मान आदि पाइने योग छ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। यात्रागत कार्य सार्थक रहनेछ। आमोद प्रमोदमा रहने समय छ। आजका लागि शुभ अङ्क 3, शुभ रङ सेतो, शुभ दिशा उत्तर हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम पशुपतये नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। सिंह राशि, परिवारजनसँग आत्मीयता बढ्ने समय छ। आजको दिन आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्ती बिनै आरोप लाग्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आफन्तको साथ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। साझेदारीको काम बन्नेछन्। सुख सुविधाका वस्तु बढ्नेछन्। आजका लागि शुभ अङ्क 2, शुभ रङ घिउ रङ र सेतो, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम श्राम श्रीम श्रोम सह चन्द्राय नमः यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कन्या राशि,
समय अलिक प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताउला। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। थिचोमिचो गर्नेहरूले सताउन सक्छन्। चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै सजगता अपनाउनु उचित होला। व्यस्तता वृद्धि हुनेछ। मिठो भोजन प्राप्त हुनेछ। कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ। आजका लागि शुभ अङ्क 1, शुभ रङ सेतो घिउ रङ, शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम शशि शेखराय नमः यस मन्त्रलाई कम्तीमा पनि 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मैले एउटा निवेदन तपाईलाई गरिरहेको छु, हार्दिक निवेदन। एक पटक तपाईले आफ्नो कुण्डली, आफ्नो चिन्हलाई विज्ञ गुरुद्वारा राम्रोसँग विश्लेषण गराउनु होला र अनि अगाडि बढ्नुहोला। हामीसँगै चिना देखाउन मन लागेको छ, गुरुसँगै देखाउन मन लागेको छ भने हाम्रो स्क्रिनमा रहेको नम्बर, नेपालभित्र हुनुहुन्छ भने सिधा त्यही नम्बरमा फोन गर्नुहोला। नेपाल बाहिर हुनुहुन्छ भने त्यही नम्बरमा व्हाट्सएप, भाइबर जोडिएको छ। तपाईँ त्यो नम्बरलाई प्रयोग गरेर हामीसँग जोडिएर आफ्नो जुन बेला तपाईँको बिदा छ, छुट्टी छ, तपाईँको खाली भएको समय हामीमाथि प्रयोग गर्नुहोला। अनि हामी तपाईँलाई तपाईँले नै रोजेको समय दिएर भिडियो कल मार्फत हामी तपाईँको हात हेर्छौँ, तपाईँको निधारका रेखाहरू हेर्छौँ, तपाईँको चिना बनाउँछौँ अनि समग्रमा तपाईँको चिनामा छलफल गर्छौँ। पहिला मैले देखेको सबै कुरा भन्छु अनि फेरि तपाईँले प्रश्न गर्ने मौका पाउनुहुन्छ। त्यहाँ समयको पाबन्दी हुँदैन, प्रश्नका पाबन्दी हुँदैनन्। मजाले तपाईँ र म बसेर मजाले छलफल गर्नुपर्छ तपाईँको चिनामा। वर्षको एकपटक राम्रोसँग आफ्नो चिना विश्लेषण गराउनु होला। जसको जन्ममिति, जन्म समय थाहा छैन भने तपाईँका हात हेरेर पनि हामी तपाईँको बारेमा छलफल गर्नेछौँ। तसर्थ सबैलाई मैले निवेदन गरेको छु, वर्षको एकपटक तपाईँले आफ्नो चिनालाई विज्ञ गुरुद्वारा राम्रोसँग छलफल गर्नुहोला या राम्रोसँग विश्लेषण गराउनुहोला। हस्त, राधे राधे, शुभ दिन। तुला राशि, प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहला। इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। समयले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सजग रहनुहोला। शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ। मिठो भोजन प्राप्त हुनेछ। पारिवारिक साथ सुखले उत्साह बढाउनेछ। आजका लागि शुभ अङ्क 9, शुभ रङ रङ्गी बिरङ्गी वा छिरबिरे बुट्टे, शुभ दिशा पूर्व हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम सुम शुक्राय नमः यस मन्त्रलाई 108 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। वृश्चिक राशि, दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्ला। विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुने योग छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने तनाव सिर्जना गराउन सक्छ। ध्यान राख्नुहोला। आरोग्य बल बढ्नेछ। बौद्धिक र रचनात्मक कार्य बढ्नेछन्। आजका लागि शुभ अङ्क 8, शुभ रङ सेतो र पहेँलो, शुभ दिशा उत्तर हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम गम गणपतये नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। धनु राशि, समय उतार चढाव रहला। केही अप्ठ्यारो समयसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। तथापि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। आमाको माध्यमबाट काम बढ्न सक्छ। खर्चमा केही वृद्धि हुने देखिन्छ। पराक्रम वृद्धि र शत्रुमाथि विजय प्राप्त हुनेछ। आजका लागि शुभ अङ्क 8, शुभ रङ सेतो र पहेँलो, शुभ दिशा उत्तर हो।
त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम चम चन्द्रमसे नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मकर राशि दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहने र काममा पनि फाइदाको योग छ। उद्योग र व्यापार हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ। प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिएला। रस रागमा आकर्षण बढ्नेछ। सुखद यात्रा हुने देखिन्छ। पारिवारिक सुख मिल्नेछ। आजका लागि शुभ अङ्क 7, शुभ रङ रातो, शुभ दिशा पश्चिम हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम साम सदा शिवाय नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। कुम्भ राशि कार्यगति बढ्ने र गरिएको कर्मको उचित प्रतिफल पाइने समय छ। व्यवसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहला। आम्दानी बढ्ने तथा धनार्जनको योग छ। आफन्त एवं मित्रजनको साथले जस्तोसुकै समस्याको समाधान मिल्ने देखिन्छ। यात्रागत कार्य शुभ र सार्थक रहला। आजको लागि शुभ अङ्क 6, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम अश्विनी कुमाराभ्याम नमः यस मन्त्रलाई 21 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। मीन राशि ठिक समयमा केही निर्णय लिन सकिने समय छ। आश मारेको कामले मनमा उत्साह जगाउला। मनमा डर लागे पनि विभिन्न अवसरहरूले पछ्याउने छन्। बोलीको प्रभाव पनि बढ्ने देखिन्छ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। दाम्पत्य सुख बढ्नेछ। सामर्थ्य र सुख वृद्धि हुनेछ। शत्रु पक्ष कमजोर हुनेछ। आजका लागि शुभ अङ्क 5, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो। त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने आज ओम एम सरस्वती नमः यस मन्त्रलाई 11 पटक उच्चारण गरेर अगाडि बढ्नुहोला। सफलता तपाईलाई मिल्नेछ। यसरी हामीले तपाईको मेष राशिबाट सुरु गरेर तपाईको राशि हुँदै 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 तपाईको राशि मीन राशिसम्म आज मंगलबारको दैनिक राशिफल वाचन गरेर तपाईलाई हामीले सुनाइसकेका छौं। राशिफलमा राम्रो नराम्रो जे भने तापनि तपाई आफ्नो नियमित कार्यबाट विचलित भने नहुनुहोला। राशिफल भनेको तपाईको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ। जन्मकुण्डलीको अन्य 8 ग्रहको अवस्था, युति, दृष्टि, भाव, उच्च नीच आदि कुराहरूले निकै फरक पार्न सक्छ। तसर्थ कुनै पनि कार्य गर्नु अगाडि एकपटक विज्ञ गुरुलाई आफ्नो चिना, परिवारको चिना राम्रोसँग हेराएर, देखाएर, विश्लेषण गराएर अनि मात्र तपाईँ अगाडि बढ्नुहोला। सफलता तपाईलाई अवश्य पनि मिल्नेछ। हामीसँगै तपाईलाई आफ्नो चिना देखाउने तपाईको मनमा इच्छा भएको छ, गुरुसँग कसरी चिना देखाउन सकिन्छ भन्ने तपाईलाई लागेको छ भने हाम्रो मोबाइलको स्क्रिनमा राखिएका नम्बरमा सिधा फोन गर्न सक्नुहुनेछ। यदि तपाईँ नेपालभित्र हुनुहुन्छ भने, तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ भने तिनै नम्बरमा व्हाट्सएप, भाइबर जोडिएको छ। व्हाट्सएप र भाइबरलाई माध्यम बनाएर तपाईँ आफ्नै घरमै बसी बसी आफ्नो चिना, परिवारको चिना राम्रोसँग हेराउन, देखाउन सक्नुहुनेछ। त्यसका लागि हामीले दिएका नम्बरमा फोन गरेर आफ्नो समय बुक गर्न भने नबिर्सिनुहोला। हस्त, राधे राधे, शुभ दिन।